हजुरको परान चाहिँ केमा अड्केको छ? मेरो परिवार नै हजुर, मेरो पेरेन्ट्स, मेरो परिवार, मेरो भाइ उनीहरूमै अड्केको छ। आई थिङ्क सबैजनाको नै खासमा चाहिँ पहिला परिवार नै आउँछ जस्तो लाग्छ होइन। मेरो लागि पनि मेरो परिवार नै मेरो पराण हो। अहिलेको लागि त पराण चलचित्र पछाडि मेरो परिवार। आई वाज नट एक्सपेक्टेड कि त्यो सिनमा चाहिँ होइन मलाई त्यस्तो हुन्छ भनेर मैले एक्सपेक्टै गरेको थिइनँ होइन। तर जब त्यो सिन बिल्डअप हुँदै गयो नि, अनि छोरा बुहारी जुन जाने ऊ भयो होइन, अनि त्यो भोटो दिँदाखेरि होइन ती पाइन्छ नि आमा भन्दाखेरि मैले पुगेको त पाइँदैन होला नि भन्ने कुरा आयो नि। अनि त्यसपछि अब त्यो त्यो एकदमै रोक्नै गाह्रो भयो। अनि बुवाको त्यो साइकोलोजिकल होइन बिल्डअप थियो नि त बुवाको फेरि, अनि त्यो चिजले गर्दा चाहिँ अलिकति जना रोइराख्नु भएको थियो अनि सब आउनु भएको थियो सबको आँखामा आँसु देख्दा चाहिँ एकछिन मलाई पनि त्यस्तो गाह्रो भयो। त्यही भएर म अलि लास्टमै निस्केँ होइन। नाति पनि यो नाति भयो। आयो, यो नाति। नमस्ते, कस्तो स्विट। अनि कसको नाम याद भयो फ्यामिलीको? खोइ सुनाउ त। फ्यामिलीको अघि याद गर्नुभएको नाम फिल्मको फ्यामिली हजुरबुवा धर्मनाथ आचार्य, हजुरआमा रूपादेवी आचार्य, अनि त्यो मेरो बुवा लक्ष्मीनाथ आचार्य, मेरी आमा के अधिकारी भनिदिउँ न अहिलेको लागि। सो के अधिकारी मामु, अञ्जना बराइली आन्टी होइन, अञ्जना बराइलीको भतिज के अधिकारीको छोरा, अनि यता पूजा चन्दको नाति। ओ माई गड, कस्तो फिल हुँदैछ? दीपक आचार्यको छोरा मेन त भन न हैन? रमाइलो फिल भइरहेछ। रमाइलो। ओके, सो यो फिल्म गरिसकेपछि अझै फिल्म खेल्न मन छ कि छैन? परिपाट्य छ त्यो चाहिँ तोड्नुपर्छ जस्तो लाग्छ। खुलेरै रुनुपर्छ छोरा मान्छे पनि होइन, बुवाहरू पनि। एउटा बुवा आमाबाट आउने र बुवाबाट आउने माया स्नेह, छोराछोरीप्रतिको डर चिन्ता सबै नै सेम नै हुन्छ। तर आमाहरू चाहिँ भावुक भएर देखाइहाल्नुहुन्छ, बुवाहरू देखाउनु हुँदैन। बुवाहरू नदेखाउने भएको भएर नै पराण जस्तो पूर्णबहादुरको सारङ्गी चलचित्रहरू बनेका हुन्। सो त्यही हो, चलचित्र हेरेर चाहिँ अझै पराण चलचित्र हेरेर दर्शकहरूले पनि बुवाको परिपाटीहरू बुझ्नुहुन्छ होला। त्यही नै। अन्तिममा हजुरको परान चाहिँ केमा अड्केको छ? मेरो परिवार नै हजुर, मेरो पेरेन्ट्स, मेरो परिवार, मेरो भाइ उनीहरूमै अड्केको छ। आई थिङ्क सबैजनाको नै खासमा चाहिँ पहिला परिवार नै आउँछ जस्तो लाग्छ होइन। मेरो लागि पनि मेरो परिवार नै मेरो पराण हो। अहिलेको लागि त पराण चलचित्र पछाडि मेरो परिवार। यस, थ्याङ्क यू सो मच। चलचित्र असाध्यै राम्रो बनेको छ। शुक्रबारबाट अर्थात् भोलिबाट देशैभर रिलिज हुँदैछ। धेरैले हेर्नुहुन्छ, हामीले यसमा चाहिँ विश्वास पनि राखेका छौँ र हेर्नै पर्ने चलचित्र पनि बनेको छ। सो तपाईँहरूको इन्टायर टिमलाई एकदमै अल द बेस्ट भन्न चाहन्छौँ र चलचित्रको सुखद पक्षमा र हलमा हामी फेरि पनि भेट्छौँ। हजुर, थ्याङ्क यू सो मच। तपाईँहरू सबैजनाले एकदम पोजिटिभ वेमा नै सपोर्ट गरिदिनु होला भन्न चाहन्छु होइन। अब यसरी रुँदै चलचित्र चलाउँछ भन्ने चाहिँ परिभाष चाहिँ परेछ। अब त्यो पक्कै पनि केही होइन। पराण चलचित्र नै त्यस्तो छ, नचाहेर पनि कतिजना भावुक हुनुभयो होइन। आउनुहोस्, चलचित्र हेर्नुहोस्, मनोरञ्जन पनि हुन्छ। अनि आफ्ना मैले अघि नै पनि भने कति कुराहरू छोराछोरीबाट कति गल्ती कमजोरीहरू हुन्छन्, बाउ आमाको तर्फबाट पनि हुन्छन्। आएर रियलाइज गरेर त्यो कुराहरू सुधार्नुहोस्, त्यही नै भन्न चाहन्छु। अनि एकदम थ्याङ्क यू। आमालाई बोल्न दिउँ होला यो विषयमा चाहिँ, किनभने आमाले कस्तो स्विट हो कि आमाको क्यारेक्टर फेरि हो। थ्याङ्क यू सो मच होइन। अब यो जस्तो मतलब अब जुन मैले क्यारेक्टर गरेँ नि होइन, मैले चाहिँ यो स्क्रिप्टहरू 3-4 चोटि पढेर गरेको हो होइन। अनि त्यो पढ्दाखेरि नै मलाई धेरैचोटि पढ्दाखेरि त्यो क्यारेक्टरहरूको लेयर आउँछ नि। अनि त्यसपछि चाहिँ मलाई त्यो त्यस्तै फिल भएको थियो। त्यो माथि पनि मेरो अपोजिटमा को हुनुहुन्छ होइन भन्ने पनि त्यसले पनि मायने राख्छ। अनि सबैभन्दा अर्को प्लस पोइन्ट चाहिँ अञ्जनाले जुन उसको क्रियाकलाप हुन्छ नि त्यो रोलमा होइन, त्यसले चाहिँ हाम्रो एक्टिङलाई पुस गरेको हो क्या होइन। जसले गर्दाखेरि चाहिँ होइन अझ हामीले दर्शकले हेर्दाखेरि चाहिँ बुहारीको कारणले पनि हाम्रो क्यारेक्टर अझ धेरै माया लाग्दो बनेको हो होइन। हामी सबैले होइन आफ्नो तर्फबाट कोसिस गरेको हो होइन। अब आई थिङ्क दर्शकहरूलाई मनपर्छ होला। आज फर्स्ट टाइम अब हामीले हेऱ्यौँ प्रिमियरमा, अब तपाईँहरूले पनि हेर्नुभयो होला होइन। अब जस्ट अनेस्टली तपाईँहरूले चाहिँ प्रचार गरिदिनु होला जसले गर्दाखेरि धेरैभन्दा धेरै दर्शकमा पुगोस् यो चलचित्र।
त्यही नै भन्न चाहन्छु। सो कतिजना आर्टिस्टहरूको मेकअपै बिग्रिसकेको थियो क्या लिटरली रुएर होइन तपाईँको चाहिँ सेभ नै रहेछ आफ्नै फिल्म भएर हो कम रुनु भएको होइन यस्तो जस्तो अब म ऊ सम्हाल्नेमा पुगेको थिएँ क्या आज। मलाई थाहा थियो कुन कुन सिनले चाहिँ सबै नै एकदमै टचिङ छ तर कुन कुन सिनले चाहिँ एकदम हिट गर्थ्यो भनेर मलाई अलरेडी थाहा थियो। त्यो भएको भएर चाहिँ त्यो सिन आउने बेलामा आमाले देखिराख्नु भएको थियो म के गरिरहेको थिएँ कि अनि आमा तर म चाहिँ आई वाज नट एक्सपेक्टेड कि त्यो सिनमा चाहिँ होइन मलाई त्यस्तो हुन्छ भनेर मैले एक्सपेक्टै गरेको थिइनँ होइन। तर जब त्यो सिन बिल्डअप हुँदै गयो नि अनि छोरा बुहारी जुन जाने ऊ भयो होइन अनि त्यो भोटो दिँदाखेरि होइन ती पाइन्छ नि आमा भन्दाखेरि मैले पुनेको त पाइँदैन होला नि भन्ने कुरा आयो नि। अनि त्यसपछि अब त्यो त्यो एकदमै रोक्नै गाह्रो भयो। अनि बुवाको त्यो साइकोलोजिकल होइन बिल्डअप थियो नि त बुवाको फेरि अनि त्यो चिजले गर्दा चाहिँ अलिकति रोकिन गाह्रो भयो। म चाहिँ सम्हालिरहेको थिएँ आमालाई पनि अनि यता मसँग दिदी आउनु भएको थियो दिदीलाई पनि सम्हालिरहेको थिएँ। म चाहिँ त्यो सिनहरू स्किप गरिरहेको थियो जस्तो हुन्छ नि। अनि तर लास्टमा चाहिँ फिल्म सकिने बित्तिकै एकदम शान्त भयो कि सबैजना रोइराख्नु भएको थियो अनि सब आउनु भएको थियो सबको आँखामा आँसु देख्दा चाहिँ एकछिन मलाई पनि त्यस्तो गाह्रो भयो। त्यही भएर म अलि लास्टमै निस्केँ होइन। त्यही नै हो अहिले जति पनि आज गेस्टहरू आउनुभयो सबैले मन पराउनु भएको छ चलचित्र। भोलिबाट चलचित्र लाग्दैछ केही भन्न सकिँदैन होइन। तर तपाईँहरूले पनि थाहा पाइसक्नुभयो नेपालीहरू सबैजनाले चाहिँ हेर्नुपर्ने नै चलचित्र हो। सो हामीले अस्ति पनि भनेको थियौँ नि परिवार बसेर हेर्नुपर्ने चलचित्र हो भनेर होइन त्यही त। सो फ्यामिलीकै कुरा गरिरहँदा आफ्नै फ्यामिलीलाई चाहिँ कसलाई एकदम धेरै मिस गर्नुभयो तपाईँले यस्तो हुन्छ जस्तो चलचित्र हेर्दाखेरि चाहिँ यसरी प्रिमियरको बेलामा फर्स्ट टाइम भन्नाले अब फिल्म रेडी भइसकेपछि आज बल्ल चलचित्र हेरेको नि त। आज चाहिँ त्यस्तो बिना चाहिँ आफ्नो फ्यामिली त्यो चाहिँ कुरासँग पुग्न सकिँदैन म चाहिँ सक्दैन किनभने काम कस्तो भएको रहेछ ओभरअल सिनेमा कस्तो बनेको रहेछ अनि यो पोइन्टमा यो कता के भएको रहेछ त्यो कुराहरू चाहिँ म आफै हेरेर हुन्छु क्या आफ्नो चलचित्रको जहिले हेर्दा पनि आफ्नो काम पनि कहाँ के भएको छ कहाँ बढी भएछ कहाँ के भएछ कहाँ मैले कति गर्नु पर्थ्यो त्यो कुराहरू नै हेरेर हुन्छ। सो आज चाहिँ फ्यामिलीलाई त्यस्तो रिलेट गर्न पाइनँ अभियसली तर ल्याएर म फ्यामिलीलाई चाहिँ देखाउँछु। उसो त सधैँ राम्री आज एक्स्ट्रा राम्री देख्नु भएको छ आज कति टाइम लाएर चाहिँ यति राम्री हुन कति टाइम लाग्यो होइन यो टिम कसरी आयो। थ्याङ्क यू सो मच। खासमा चाहिँ अब म यति बेला एकदमै मोटाइरहेको छु हेर्ने आँखा राम्रो हो भन्नु पहिलो कुरा तर 2 घन्टा लाग्यो 1.5-2 घन्टा त्यस्तै लाग्यो होला किनभने पानीले गर्दाखेरि पनि एकदमै टाइम लाग्यो भनौँ न त्यति नै। हजुर थ्याङ्क यू। म्यामको त्यो वर्षौँपछिको प्रिमियर होइन कस्तो फिल्म भयो तपाईँको त्यो सोध्दा कति टाइम लाग्यो तपाईँले त्यस्तो रेडी हुनलाई मलाई खासै त्यस्तो धेरै टाइम लाग्दैन होइन त्यस्तै 1-1.5 घन्टा त्यति नै हो। मेकअप सेकअप लुगा लगाए होइन त्यति नै हो त्यस्तो धेरै टाइम लाग्दैन तर एकदम एक्साइटेड थिएँ होइन प्रिमियरमा अब वर्षौँदेखि मैले यो इभेन्ट चाहिँ एटेन्ड गर्नु पाएको थिइनँ नि त त्यही भएर अब आज चाहिँ एकदम एक्साइटेड पनि थिएँ अनि एक्चुअली भन्ने हो भने 1 घन्टा अगाडि नै रेडी भएर बसिरहेको थिएँ। जस्तो पहिला तपाईँहरूको पालामा भएको प्रिमियर र यो अहिले जुन भइरहेछ कतिको डिफ्रेन्सेस पाउनुभयो? अब अलिकति लामो समय अगाडि नै भयो कतिपय कुराहरू त मिस पनि भइसक्यो होइन तर इट्स अबाउट कस्तो भने अहिले चाहिँ मिडिया धेरै छ होइन। पहिला पनि प्रिमियरको स्टाइल चाहिँ यस्तै नै हो होइन तर अब हलहरू डिफ्रेन्ट होइन त्यहाँको इन्भाइरोमेन्ट डिफ्रेन्ट अनि अहिले चाहिँ म्याक्सिमम मिडिया कभरेज बढी पाएँ। हजुर कभरेज धेरै कभरेज होस् अझ धेरै कभरेज अनि फिल्मले न्याय पाओस् किनकि एकदमै राम्रो फिल्म छ सबैले हेर्नु होला। सानो नाति पनि भयो नमस्ते कस्तो स्विट अनि कसको नाम याद भयो फ्यामिलीको खोइ सुनाउ त फ्यामिलीको अघि याद गर्नुभएको नाम फिल्मको फ्यामिली हजुरबुवा धर्मनाथ आचार्य हजुरआमा रूपादेवी आचार्य अनि त्यो मेरो बुवा लक्ष्मीनाथ आचार्य मेरी आमा के अधिकारी भनिदिउँ न अहिलेको लागि सो के अधिकारी मामु अञ्जना बराइली आन्टी होइन अञ्जना बराइलीको भतिज के अधिकारीको छोरा अनि यता पूजा चन्दको नाति ओ माई गड कस्तो फिल हुँदैछ? दीपक आचार्यको छोरा मेन त भन न हैन रमाइलो फिल भइरहेछ। रमाइलो ओके सो यो फिल्म गरिसकेपछि अझै फिल्म खेल्न मन छ कि छैन? छ ओके यो दुवैजनालाई योभन्दा अगाडि कुन फिल्ममा लेख्नु भएको थियो तपाईँले?
मैले धेरै जस्तो फिल्म हेरेकै छुइनँ त्यसैले थाहा भएन आन्टीले धेरै माया गर्नुहुन्छ कि हजुरआमा तपाईँले चाहिँ कसलाई गर्नुहुन्छ दुवैलाई